सिस्टरले चाहिँ आफ्नो के रे हिमेश ब्रदर लाई चाहिँ आफ्नो बुढोलाई चाहिँ नराम्रो भन्नुभयो। यो स्वाभाविकै कुरा हो, किनभने आफ्नो बुढोलाई जे भने पनि हुन्छ क्या, आफ्नो बुढोलाई जे भने पनि हुन्छ हैन आफूले, तर अरूले आफ्नो बुढोलाई केही भनिहाल्यो भने पनि नराम्रो लाग्छ क्या। आफ्नो हस्बेन्डले केयर नगर्दा, माया नगर्दा चाहिँ कति धेरै हट हुन्छ भने त अब तपाईहरुले बुझ्नु भकै छ होला हैन। सो हेलो गाइज, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला, कहाँदेखि हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। र आज चाहिँ मैले कुराकानी गर्दै छु मेगा केसी र हिमेश न्युपानेको जुन बुढाबुढीको कन्ट्रोभर्सी जुन चलिरहेको छ अहिले हालमा, र मलाई पनि आफ्नो मनमा लागेको कुराहरू चाहिँ शेयर गर्न मन लाग्यो हैन। मलाई पनि आफ्नो तर्कहरू दिन मन लाग्यो हैन। अब हैन पाइन्छ, तर्क दिन पाइन्छ, तर कसैलाई तर्कले चाहिँ कसैलाई एफेक्ट नपारोस्। सिस्टरले गर्दा चाहिँ हाम्रो मम्मीले चाहिँ हार्पिक खानु भएको हो। यदि हाम्रो मम्मीलाई चाहिँ केही भइहाल्यो भने चाहिँ हामीले नैना सिस्टरलाई चाहिँ हामीले पक्रिन्छौँ भनेर तिनीहरू छोराछोरीले चाहिँ भनेका छन् क्या। यस्तो गर्नु हुने थिएन होला नि त हैन। मेन पोइन्ट भनेको मेन माग हो, अब भनौँ कि के भनौँ हैन। मेगा सिस्टरको मेन यस्तो कन्ट्रोभर्सी आउनुको मेन रिजनै त्यही हो के, माया गरेन। अब जति नै कुटे पनि हैन, आफ्नो बुढाबुढीमा त झगडा भइहाल्छ नि त, अफकोर्स भइहाल्छ क्या। बुढाबुढीको झगडा भनेको परालको आगो हुन्छ हैन। एक दिन झगडा हुन्छ, अर्को दिन माया हुन्छ हैन। र त्यो माया हुनु पर्यो क्या। उले चाहेको चाहिँ, मेगा सिस्टरले चाहेको भनेको चाहिँ माया हो के, रेस्पेक्ट हो, केयर हो के। तर उसको हिमेश न्युपाने ब्रदरको साइडदेखि भएन, त्यही भएर यस्तो कन्ट्रोभर्सी चाहिँ क्रिएट भएको हो क्या हैन। कन्ट्रोलै गर्न नसकेर के आफूलाई आफ्नो हस्बेन्डले केयर नगर्दा, माया नगर्दा चाहिँ कति धेरै हट हुन्छ भने त अब तपाईहरुले बुझ्नु भकै छ होला हैन। जसलाई पर्छ त्यसैले मात्र थाहा पाउँछ क्या, म चाहिँ त्यो भन्न चाहे हैन। सो हामी चाहिँ अरूको विषयमा चाहिँ दुईजनाको बुढाबुढीको विषयमा चाहिँ हामीले चाहिँ के भन्न पाउँदैनौँ हैन, केही भन्न मिल्दैन क्या। भने पनि हामी नै गलत हुन्छौँ क्या। त्यही भएर अब अडियन्सहरूले चाहिँ यो यस्तो नराम्रो भने पनि मेगा सिस्टरलाई चाहिँ हट हुन्छ हैन। मेगा सिस्टरलाई नराम्रो भनेपछि हिमेश ब्रदरलाई चाहिँ हट हुन्छ क्या। त्यही भएर हामी चाहिँ बुढाबुढीको बिचमा चाहिँ हामीले चाहिँ केही पनि कुरा नगर्दा चाहिँ राम्रो हुन्छ क्या हैन। सो त्यही हो हैन। अनि फेरि अहिले जुन भइरहेको छ, जुन नैना सिस्टरलाई चाहिँ आरोप आयो, नैना सिस्टरलाई चाहिँ आरोप आएको एकदमै गलत हो हैन। अब सानो फुच्चाफुच्चीहरूले भनेको कुरालाई मनमा नलिनु होला हैन। अब आरोप आएको छ के नैना सिस्टरले गर्दा चाहिँ के अरे, नैना सिस्टरले गर्दा चाहिँ मेगा सिस्टरले चाहिँ के अरे हार्पिक खाएको अरे, अनि केही भइहाल्यो भने चाहिँ उसलाई चाहिँ पक्रिने रे। यो चाहिँ भएन है, आफ्नो ओपिनियन हो, राख्न मिल्छ हैन। अब मेगा सिस्टरले पनि बुझ्नु पर्ने हो हैन यो कुरा चाहिँ। तो मेगा केसी चाहिँ नराम्रो खत्तम यसरी नभनिदिनु होला, किनभने मान्छेको मन हो हैन। हुन त आफ्नो ओपिनियन राख्न मिल्छ, तर मिल्छ भन्दैमा चाहिँ एकदमै नराम्रो कमेन्टहरू चाहिँ नगर्दिनु होला हैन। नराम्रो कमेन्टले चाहिँ मान्छेलाई त्यतिसम्म पुर्याउँदो रहेछ भन्ने थाहा भयो हैन तपाईहरुलाई। सो अब चाहिँ नराम्रो कमेन्ट कसैले पनि नगर्दिनु होला मेगा सिस्टरलाई हैन, अथवा हिमेश न्युपाने ब्रदरलाई, दुवैजनालाई कसैले पनि नराम्रो नभनिदिनु होला। खासमा अडियन्सहरूले नै नराम्रो भनेपछि झन् दुईजनामा चाहिँ एकदमै धेरै कस्तो नराम्रो इफेक्ट पर्छ क्या हैन। तर राम्रो भनिदिनुस्, दुवैजनामा मिलेर बस्नुस्, एकदमै धेरै राम्रो भनिदिनुस् हैन, मन आओस् हैन। अब आफ्नो पार्टनरसँग मिलेर बसेकै राम्रो। आफ्नो पार्टनर भन्दा अरू कोही
नजिकको साथी हुन सक्दैन हैन आफ्नो पार्टनर भनेको पार्टनर हो अडियन्स भनेको अडियन्स हो हैन सो आजको लागि चाहिँ भिडियो यति नै सो माया गरिदिनु होला कहाँदेखि हेर्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद मतलब बाइ बाइ टाटा